सुकुटी। मिठो भन्छ। दुबईमा घाममा सुकाएर बनाएको सुकुटी अनि खाना। मिठो भन्छ। अनि मुला चाहिँ सुकुटी र मुला चाहिँ बेस्ट कम्बिनेसन हुन्छ है। यस्तो मिठो हुँदो रहेछ। मैले घाममा सुकाएर अनि अलिकति आगोमा पोलेर बनाएको सुकुटी हो यो। यस्तो मिठो हुँदो रहेछ। ओरिजिनल टेस्ट एकदम। खोर्सानी पनि छ। म त सुक्या खोर्सानी मनपर्छ क्या। मिठो भयो। कागती त तरकारीमा पनि हालेको थिएँ, निचाउनै नसक्ने। तरकारीमा पनि टेस्ट आछ, धेरै चाहिँ हालेन। यो मासु चाहिँ मैले नेस्टोबाट ल्याएको इन्डियन बफेलो। एकदम मिठो परेछ। दामी परेछ। मैले यति मिठो होला भने चाहिँ सोचेको थिएन। सुकुटी मिठो भएछ कस्तो। अलिअलि पिरो पिरो स्पाइसी। त्यसपछि मुलाको टेस्ट, सुकुटीको टेस्ट, खोर्सानी, प्याज पनि। साथीहरू दुबईमा नि सुकुटी बन्दो रहेछ है त ल। एकदम मिठो, एकदम मिठो सुकुटी बन्दो रहेछ। घाममा 2 दिन सुकाउने। पल्टाउँदै पल्टाउँदै अनि त्यसपछि दुई दिनपछि आगोमा पोल्ने हल्का। पिरो हल्का पोल्ने आगोमा। आगोमा भन्नाले यहाँ त अब ग्यासको पाउँछ नि क्यानहरू, ग्यासको क्यानले हल्का पोल्ने। तपाईँहरूको सुकुटी तयार। अब
चाहिँ मैले पफको बनाएँ क्या। अब नेक्स्ट चाहिँ मलाई बिफको एकचोटि ट्राई गर्न मन छ। बिफ कतिजना खानुहुन्छ खानुहुन्न, म चाहिँ खान्छु। एकदम मिठो हुन्छ है बिफ। एकदम मिठो। सुकुटी यसरी खानासँग पोको गर्नु यसरी। एउटा सुकुटी एउटा मलाई प्याज पनि मिठो छ। ग्रेभी सुकुटी कति पछि सुकुटी खाएको, अलमोस्ट 6 महिनापछि, 6 महिना भयो सुकुटी नखाएको है। लास्ट टाइम नेपाल जाँदाखेरि भाउजूले बनाउनु भएको थियो, त्यो पनि कस्तो दामी भएको थियो है। खाना त पुगेर आयो, तर सुकुटी सुकुटीको टेस्ट अझै पुगेको छैन। खाना चाहिँ पुगेर आयो, फेरि खानासँग नखाइकन मिठो पनि नहुने सुकुटी। कि त करेन्ट चाउचाउसँग खानु पर्यो। करेन्ट चाउचाउसँग पनि एकदम मिठो हुन्छ, एकदमै। करेन्ट चाउचाउसँग ट्राई गर्नु भएको छ कि छैन, स्पेसली मासुको अचार त्यसपछि करेन्ट चाउचाउ साँधेको मिठो हुन्छ। सुकुटी पनि मिठो हुन्छ एकदम करेन्ट चाउचाउसँग। पुरा आयो।
प्याज धेरै हालेको छु। कस्तो मिठो भएको अथेन्टिक लोकल सुकुटीको टेस्ट आउँछ। तपाईँहरूले मेरो भिडियो हेर्न सक्नुहुन्छ सुकुटी कसरी बनाएँ भनेर। मेरो कुकिङ भिडियो पनि छ सुकुटी र मुलाको तरकारीको। मिठो भयो। अझै यहाँ बाँकी छ तरकारी त है। अब पुगेर चाहिँ आयो सुकुटी चाहिँ खाने अझै। सुकुटी चाहिँ खाने हो। कस्तो नरम भइसक्यो। साह्रो नरम बोसोवाला मासुको रहेछ। बोसोको पनि टेस्ट आएको छ। एकदम मजा आयो। मजा सुकुटी खानु छानेर खानु पर्यो। Cheers. लास्टको झन् बोसोवाला मासु परेछ। मिठो। एक टुक्रा प्याज ऊ चाहिँ खान्न यसो एउटा। कस्तो मिठो भएछ। मेरो कुकिङ भिडियो पनि छ मुला र सुकुटीको। अनि मैले सुकुटी कसरी बनाएँ सुकाएँ भन्ने भिडियो पनि छ है।